यहाँ उपस्थित सम्पूर्णमा प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। हामी सबै खुसी छौँ। यसरी प्रभुको उपस्थितिमा आज फेरि पनि हामी एकसाथ भेला हुन पाएका छौँ एक हप्तापछि। त्यसै कारण आज हामी खुसी छौँ। परमेश्वरले हामीलाई यो समय यो मौका दिनुभएको छ, त्यसै कारण हामी खुसी छौँ र धन्यवाद दिन्छु म हाम्रो आदरणीय सम्पूर्ण हाम्रो मण्डली परिवारको कमिटी साथै हाम्रो आदरणीय गुरुबा गुरुआमा है र सञ्चालिका ज्यूलाई पनि म यो समयको लागि धन्यवाद दिन चाहन्छु। यसरी यो मौका र अवसर मलाई दिनुभएको छ। मेरो पालो चाहिँ होइन, खासमा भन्नुपर्दा चाहिँ योभन्दा पछाडि केही हप्ता पछाडि थियो, तर आज हाम्रो आदरणीय गुरुबा गुरुआमाहरू चाहिँ उहाँहरू झापातर्फ यात्रा गर्नुभएको थियो अनि त्यसै कारण उहाँहरू यो हप्ता नआउने कुरो भएको कारणले अनि त्यसपछि हामीले चाहिँ पालोलाई थोरै एक्सचेन्ज गरेका थियौँ है, अगाडि र पछाडि सारेका थियौँ है। यो समय यसकडी अनि त्यसपछि हामी यो वचनमा आएका छौँ, त्यसै कारण यो समय हामी ढिलो नगरिकन हामी वचनतर्फ जानेछौँ। तपाईँहरू सबैजना मसँग निकाल्न सक्नुहुन्छ उत्पत्तिको पुस्तक है। उत्पत्तिको पुस्तकबाट आज हामी फेरि पनि प्रभुको वचनबाट केही कुराहरू हामी हेर्नेछौँ है। परमेश्वरले आज हामीलाई यो वचन खण्डबाट के कुराहरू बोल्न खोज्दै हुनुहुन्छ, आज हामी मण्डली परिवारलाई के कुराहरू बताउँदै हुनुहुन्छ भनेर आज हामी ती कुराहरूलाई चाहिँ हेर्नेछौँ। उत्पत्तिको किताब 12 अध्यायको 10 देखि 20 पदलाई चाहिँ म पाठ गर्नेछु है। उत्पत्तिको किताब 12 अध्यायको 10 देखि 20 पदलाई म पाठ गर्नेछु। मेरोमा पेज नम्बर रहेको छ 14 है। तपाईँहरूमा सायद फरक पर्न सक्ला, मेरोमा पेज नम्बर 14 र 15मा रहेको छ। तपाईँहरूमा थोरै तलमाथि हुनसक्छ, त्यसै कारणले तपाईँहरू सबैजना निकाल्न सक्नुहुन्छ। उत्पत्तिको किताब 12 अध्यायको 10 देखि 20 पदसम्मलाई चाहिँ म पाठ गर्नेछु र यहाँबाट हामी केही कुराहरूलाई अथवा केही पदहरूलाई लिएर मात्र आज प्रभुले तपाईँ र मलाई यो खण्डबाट के बताउन खोज्दै हुनुहुन्छ भनेर त्यो कुरालाई चाहिँ हामी हेर्नेछौँ। म पाठ गर्नेछु, तपाईँहरू सबैजनाले पाइसक्नु भएको छ भन्ने म विश्वास गर्दछु। यहाँ यसरी लेखिएको छ, उत्पत्ति 12 अध्यायको 10 पदमा यसरी लेखिएको छ, शीर्षकमा हेर्छौँ भने अब्राहम मिश्र देशमा गएका। 10 पद, अनि त्यस देशमा अनिकाल पर्यो, अनिकाल तीव्र भएको हुनाले अब्राहम मिश्र देशमा प्रवास गर्नलाई गए। तिनी मिश्रमा पस्दै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, हेर तिमी हेर्नमा सुन्दरी छेउ भन्ने मलाई थाहा छ। जब मिश्रीहरूले तिमीलाई देख्छन् यो त त्यसकी पत्नी रहेछन् भन्ने छन् र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्। म तिनकी बहिनी हुँ भने तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ र तिम्रै कारण मेरो ज्यान जोगिनेछ। जब अब्राहम मिश्र देशमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहेछन् भनी देखे अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारो कहाँ तिनको तारिफ गरे र तिनलाई फारोको महलमा लगे। तिनको खातिर फारोले अब्राहमसँग राम्रो व्यवहार गरे र अब्राहमलाई भेडा, गाईबस्तु, कमारा कमारी, गधा र ऊँटहरू दिए। तर परम प्रभुले अब्राहमकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्ति पठाउनु भयो। यसकारण फारोले अब्राहमलाई बोलाएर भने, यो तिमीले मलाई के गर्यौ? तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ? तिनी मेरी बहिनी हुन् भनेर तिमीले किन भन्यौ? यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लागेको हुँ। अब हेर तिम्री पत्नी यहाँ छिन्, तिनलाई लिएर जाऊ। अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे र तिनीहरूले अब्राहमलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरू समेत पठाइदिए। यो परमप्रभुको वचन हो। आमेन। यो खण्ड जब म अध्ययन गर्दै थिएँ है, केही लामो समय भयो। उत्पत्तिको पुस्तक, उत्पत्तिको किताबबाट मैले वचन प्रचार गरिरहेको छु। जब यो मैले पढ्दै थिएँ है, त्यसपछि जब यो 2026 सुरु भयो है, 2026 को सुरु हुने पहिलो शनिबार र दोस्रो शनिबार हामीले वचन सुन्दै थियौँ है। मण्डलीको विषयमा हामी मण्डली कस्तो हुनुपर्छ हाम्रो आदरणीय गुरुबाले बोल्दै हुनुहुन्थ्यो र त्यसपछिको हप्तामा चाहिँ हाम्रो आदरणीय गुरुआमाले बोल्दै हुनुहुन्थ्यो है। मण्डलीको विषयमा कि हामी मण्डली चाहिँ कस्तो हुनुपर्छ भनेर उहाँहरूले सिकाउँदै हुनुहुन्थ्यो है।
अनि मैले सोचेँ जब म यो खण्डलाई पढ्दै थिएँ, मनन गर्दै थिएँ, प्रभुले यो 2026 मा चाहिँ हामी मण्डली कस्तो हुनुपर्छ भन्ने विषयमा किन हामीलाई घरिघरि झकझक्याइराख्नु भएको छ, किन हामी चाहिँ मण्डली है प्रभुको कामको लागि हाम्रो भूमिका के हो भन्ने कुरालाई चाहिँ हामीले सम्झिराख्नुपर्छ भनेर त्यो कुराहरू मेरो मनमा हालिदिनु भयो। त्यो प्रश्न मेरो मनमा आयो है। अनि त्यसपछि मैले प्रभुलाई सोधेँ, प्रार्थना गरेँ, अनि त्यसपछि परमेश्वरले मलाई यो वचन दिनुभयो है। जब यो मैले खण्ड पढेँ, अनि त्यसपछि यहाँ हामीले पाउँछौँ सारै र अब्राहमको कुराहरूलाई हामीले पाउँछौँ है। यहाँ हामी स्पष्टसँग पाउँछौँ साराईले चाहिँ कसको भूमिका निर्वाह गर्छ त, मण्डलीको भूमिका निर्वाह गर्छ भनेर यो विषयमा हाम्रो आदरणीय गुरुबाले है प्रचार यहाँ कतिचोटि गरिसक्नुभयो। सायद तपाईँहरूले कतिजनाले ध्यान दिनुभएको छ या छैन, तपाईँहरूले सुन्नुभएको छ या छैन है। उहाँले एकदम राम्रोसँग यो कुराहरू प्रचार गर्नुहुन्छ है। आज उहाँबाटै सिकेर म पनि यहाँ थोरै कुराहरू आफूले पाएको आशिष चाहिँ आज तपाईँहरूको बिचमा म बाँड्दैछु है, किनकि उहाँहरूद्वारै हामी सिकेको हो। त्यसै कारणले आज यहाँबाट पाएको आशिष पनि मैले थोरै कुराहरू तपाईँहरूको बिचमा बाँड्दैछु। जब परमेश्वरले अब्राहमलाई बोलाउनुहुन्छ है, अब्राहम चाहिँ उर भन्ने देशको व्यक्ति हुन् अब्राहम चाहिँ है। अनि त्यसपछि अब्राहमलाई त्यहाँबाट परमेश्वरले बोलाउनुहुन्छ आफ्नो कामको लागि। अनि अब्राहम परमेश्वरको बोलावटसँगै परमेश्वरको बोलावटमा उनी हिँड्छन्। अनि त्यसपछि जब अब्राहमलाई परमेश्वरले जुन देश, जुन कुटुम्ब अथवा जुन देश दिन्छु भनेर त्यो आफ्नो है आफ्नो ठाउँ, आफ्नो घर छोडेर अब्राहम जब हिँड्छन् यात्राको क्रममा, अब्राहम चाहिँ निनबे भन्ने देशमा बस्छन् है। जब त्यहाँ बस्छन् त्यहाँ अनिकाल पर्छ, एकदम भयानक। जब हामी माथि पढ्यौँ भने त्यहाँ पाउँछौँ है, यही 12 अध्यायको 9तिर हामी पढ्यौँ भने त्यहाँ हामी पाउँछौँ। अनि अब्राहम अझै यात्रा गर्दै निगेब भनिने दक्षिण देशतिर गए भनेको छ। अनि त्यो देशमा के भनेको छ त, अनिकाल पर्यो है। त्यो पनि कस्तो रूपमा त, तीव्र रूपमा भएको हुनाले अब्राहम अनि त्यसपछि मिश्र देशतर्फ यात्रा गर्छ। जब मिश्र देश जाँदै गर्दा है अब्राहमले आफ्नी पत्नीलाई त्यहाँ आफ्नी बहिनी बनाएका छन् है। साराईलाई चाहिँ बहिनी भनेर चिनाएका छन्। त्यो कुराहरू हामी यहाँ पाउँछौँ। आज जब यो खण्ड हामी पढ्छौँ भने है साराईको जीवनलाई त्यहाँ मिश्रीहरूले अथवा फारोले पनि त्यहाँ तारिफ गरेको कुराहरू हामी पाउँछौँ है। त्यसै कारणले आज हामी यो खण्डबाट आज हामी मण्डलीको भूमिका के हो भन्ने कुरालाई चाहिँ हामी हेर्नेछौँ है। हामी मण्डलीको भूमिका के हो त? हामी कतिपटक आफ्नो भूमिकालाई हामी बिर्सिरहेका हुन्छौँ। हाम्रो भूमिका के हो है त्यो भन्ने कुरालाई हामी कतिपटक वास्तै गरिरहेका हुँदैनौँ। आज यो खण्डले हामी मण्डलीको भूमिकालाई चाहिँ देखाउँछ। त्यो कुरा आज हामी हेर्नेछौँ है। जब हामी यो खण्डको 11 पद हामी पढ्छौँ नि, त्यहाँ हामी पाउँछौँ पहिलो भूमिका हामी मण्डलीको के हुनुपर्छ त है। त्यहाँ हामी हेऱ्यौँ भने त्यहाँ भनिएको छ, तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, हेर तिमी हेर्नमा सुन्दरी छेउ भन्ने मलाई थाहा छ है। जब 14 पद अझ पढ्छौँ भने त्यहाँ के भनिएको छ त, जब अब्राहम मिश्र देशमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी है, अत्यन्त सुन्दरी रहेछन् भनी देखे भनेका छन्। प्रिय मण्डली, आज पहिलो भूमिका यहाँ साराईले मण्डलीको है भूमिका निभाइरहेका छन्। आज तपाईँ र म पनि मण्डलीहरू हौँ। हामी ख्रिस्टको रगतले किनिएका व्यक्तिहरू आज प्रभुको सन्तान भएको कारणले आज हामी पनि मण्डलीहरू हौँ। त्यसै कारण हाम्रो भूमिका पहिलो कुरा चाहिँ सुन्दर हामी देखिनुपर्छ है। जसरी यहाँ साराईलाई देखेका छन् है, इभन अब्राहमले पनि के भनेका छन् त 11 पदमा, तिमी हेर्नमा सुन्दरी छेउ है। जब मिश्र देशमा पस्न लागे साराईहरू, मिश्रीहरूले पनि के भनेका छन् त,
देखे अत्यन्त सुन्दरी देखे भनेका छन्। आज तपाईँ र म त्यो मण्डलीहरू हौ। हामी पनि सुन्दर हुनुपर्छ। आज हाम्रो सुन्दर हुनुपर्ने कुराहरू धेरै छन् है, धेरै कुराहरू छन्। आज हामी सुन्दर हुनुपर्ने कुराहरू है अथवा राम्रो हुनुपर्ने कुराहरू है अत्यन्त छन्, धेरै छन् है। जस्तै हामी हेऱ्यौँ भने हामी अतिथि सत्कारमा पनि असल हुनुपर्छ, सुन्दर हुनुपर्छ है। एकतामा हामी सुन्दर हुनुपर्छ, मिलापको कुरामा हामी सुन्दर हुनुपर्छ, आज्ञा पालनको कुरामा हामी सुन्दर हुनुपर्छ। हामीलाई देख्नुपर्छ अरूले यिनीहरू त आज्ञाकारी हुन्छन्, यिनीहरूमा झगडा हुँदैन, यिनीहरू त एकतामा रहने व्यक्तिहरू हुन्, यिनीहरूले अतिथि सत्कार असल तरिकाले गर्नुहुन्छ भनेर आज हामी मण्डलीलाई अरूले जो चाहिँ ख्रिस्टलाई विश्वास गरेका छैनन् ती व्यक्तिहरूले हामीलाई यी कुराहरूमा चाहिँ सुन्दर देख्नुपर्छ। यस्ता कुराहरू धेरै छन्, तर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामी मण्डली के कुरामा सुन्दर हुनुपर्छ त? पहिलो कुरा चाहिँ प्रेममा हुनुपर्छ। प्रेममा है हामी एकअर्कालाई प्रेम गर्ने व्यक्तिहरू हामी हौ है। प्रभुको वचनले पनि भन्नुहुन्छ पहिलो प्रेम कसलाई गर? परमेश्वरलाई गर। दोस्रो प्रेम आफूलाई जस्तै आफ्नो छिमेकीलाई गर भन्नुभएको छ। त्यो प्रेम आज तपाईँ र मैले गर्नुपर्छ, किनकि तपाईँको र मेरो लागि प्रभु येशू ख्रिस्ट यो संसारमा हुनुभयो, हामीलाई प्रेम गर्नुभयो, उहाँले अगापे प्रेम गर्नुभयो तपाईँ र मलाई भनेपछि आज हामीले के प्रेम नगर्ने त है? यो कुरामा चाहिँ हामी सुन्दर हुनुपर्छ है। दोस्रो कुरा चाहिँ सुसमाचार प्रचारमा हामी सुन्दर हुनुपर्छ। सुसमाचार प्रचारमा हामी कतिको गर्छौँ है? हामी कतिपटक लजाउँछौँ सुसमाचार सुनाउनु पर्यो भने होइन? हामीलाई लाज लाग्छ, के बोल्ने होला, कसरी सुनाउने होला होइन? यो कुराहरूमा हामी चाहिँ कतिपटक लाज मानिरहेका हुन्छौँ, हामी डराइरहेका हुन्छौँ। तर प्रेमण्डली आज हामी मण्डली भएपछि हामी सुसमाचारमा पनि हामी असल हुनुपर्छ है। तेस्रो र चौथो कुरा प्रार्थना र सङ्गतिमा हामी सुन्दर हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू प्रार्थना र सङ्गतिमा चाहिँ हामी सुन्दर बन्नुपर्छ होइन? ख्रिस्टको सन्तान हौ, अब बप्तिस्मा लिइहाल्यो, उहाँलाई ग्रहण गरिहाल्यो, किन सङ्गति जानु पर्यो? किन प्रार्थना गर्नु पर्यो? उहाँको सन्तान भइहाले त, अब किन प्रार्थना गर्न जानुपर्छ र? बिहान बिहान हाम्रो मण्डलीमा हरेक बिहानी प्रार्थना हुन्छ, 5 बजेदेखि 7 बजेसम्म हाम्रो हरेक बिहानीको प्रार्थना हुन्छ। यो चिसोमा पनि किन जानु पर्यो त्यो बिहानमा चिसोमा होइन? आफ्नो शिर न्यानो भइरहेको छ, किन जाने चर्चमा प्रार्थना गर्न? आज प्रेमण्डली हामी विश्वास गरेर मात्र हुँदैन, हामी बप्तिस्मा लिएर मात्र हुँदैन, हामी ग्रहण गरेर मात्र हुँदैन, तर हामी मण्डली चाहिँ निरन्तर प्रार्थना र सङ्गतिमा सुन्दर बन्नुपर्छ। हर समय हामी प्रार्थनामा लागिरहनुपर्छ, किनकि प्रभुको वचनले पनि भन्नुहुन्छ प्रार्थनामा के गरिरह त? लागिरहो भन्नुभएको छ। निरन्तर प्रार्थनामा लागिरहो है। सङ्गति नछोड, एकसाथ भेला हुन नछोड भन्नुभएको छ। कतिपटक हामी घरेलु सङ्गति जान्छौँ 2-3 जना मात्र है, प्रार्थनामा भेला हुन्छौँ 2-3 जना मात्र होइन? शनिबार आइदिएका छौँ, एउटा के भन्छ एउटा नियम पालन गरिदिइरहेको छौँ होइन? शनिबार आएर नियम पालन गरिरहेको छौँ, अरू दिन किन जानु पर्यो र होइन? हामी कतिपटक यो कुरामा हामी सुन्दर हामी बनिरहेका हुँदैनौँ, किनकि तपाईँको र मेरो जीवनलाई चाहिँ अरूले निहालिरहेको हुन्छ। जसरी यहाँ मिश्रीहरू सारालाई सुन्दर देखे नि, तपाईँ र मेरो जीवनलाई चाहिँ अरूले निहालिरहेको हुन्छ। यो कति सङ्गतिमा अगाडि छ, यो कति प्रार्थना गर्छ, कतिको प्रार्थना गर्छ, त्यो कुराहरूलाई हेरिरहेका हुन्छ। अरूले हेर्दा पनि हामी यो त प्रार्थना गर्छ है, यो निरन्तर सङ्गतिमा जान्छ, त्यस्तो सुन्दर व्यक्ति मण्डली आज हामी हुनुपर्छ।
जसरी यहाँ साराई थिए है, सुन्दर साराईलाई देखेका छन्। आज तपाईँ र मलाई पनि, तपाईँ र म मण्डलीलाई पनि अरूले हेर्दा ओहो यिनीहरू प्रार्थनामा असल छन्, ओहो यिनीहरू सङ्गतिमा असल छन्, ओहो यिनीहरू प्रेम गर्नमा असल छन्, सुसमाचार प्रचार गर्नमा असल छन् भनेर तपाईँ र मलाई, तपाईँ र मेरो जीवनलाई देखेर उनीहरूले सुन्दरपन देख्न सकुन्। आज तपाईँ र मेरो भूमिका चाहिँ यही हो कि हामी चाहिँ अरूको अगाडि सुन्दर बन्नुपर्छ। पहिलो भूमिका सबैको अगाडि, चाहे त्यो अरू मानिस हो जसले ख्रिस्टलाई चिनेका छैनन्, जसले ख्रिस्टलाई विश्वास गरेका छैनन्, ती व्यक्तिहरूको अगाडि होस्, चाहे मण्डली परिवारकै अगाडि किन नहोस्, हामी चाहिँ सुन्दर बन्नुपर्छ। पहिलो भूमिका। दोस्रो भूमिका जब हामी 15 पद पढ्छौँ भने त्यहाँ हामी पाउँछौँ है। पहिलो भूमिका हामी 11 र 14 पदमा पायौँ भने दोस्रो भूमिका चाहिँ 15 पदमा हामी पाउँछौँ है। त्यो भूमिका के रहेको छ त यहाँ हामी पढ्यौँ भने त्यहाँ पाउँछौँ। यहाँ यसरी लेखिएको छ, अनि फारोका अधिकारीले तिनलाई देखेर फारो कहाँ तिनको तारिफ गरे। आमेन। है, तारिफ गरे भनेको छ। आज हामी मण्डली चाहिँ के हुनुपर्ने रहेछ त? दोस्रो भूमिका चाहिँ तारिफ गर्ने योग्यका हुनुपर्छ। हे, यो त विश्वासी भन्छ त आफूलाई, सङ्गति पनि जाँदैन, प्रार्थना पनि गर्दैन, आफ्नो खानेकुरा यता मार्न छोड्दैन, यता लुकेर उडाउन छोड्दैन, पिउन छोड्दैन। यसले त विश्वासी भन्छ त आफूले आफूलाई। तारिफ गरेन, तारिफ गरेन, नगरेको होइन, गरेको हुन्। कस्तो कुराको लागि गरेन त? कस्तो कुराको लागि गरेन त्यो तारिफ? ए उसले त चुरोट पनि खान्छ है। तारिफ गरेको नि, चर्च पनि जान्छ, चुरोट पनि खान्छ, रक्सी पनि पिउँछ, झगडा पनि गर्छ। तारिफ गरेको नि, नगरेको र तारिफ गरेको त्यो पनि। तर कस्तो कुराको लागि तारिफ गर्दैछ? मण्डली भनेपछि आज हामी तारिफको योग्यता हुनुपर्छ है। राम्रो कुराको लागि, तपाईँको र मेरो जीवनलाई देखेर असल कुराको लागि तारिफको योग्य हुनुपर्छ हामी। त्यो खराब कुराको लागि होइन। त्यो मण्डली गए तापनि त्यस्तै त छ नि, सुध्रिने होइन जता गए पनि। त्यो तारिफ होइन, तर असल कुराको लागि तारिफको योग्य हुनुपर्छ। कतिपटक म आफ्नै उदाहरण दिन्छु कि यो कुरामा है। म आफ्नै उदाहरण दिन्छु। भनौँ न, अहिले म लगभग 25 वर्ष पुरा भएर अब 26मा केही समय पाइला टेक्दैछु है। लगभग यो फागुनतिर म चाहिँ अब 25 कम्प्लिट भएर 26तिर म पाइला टेक्दैछु है। लगभग म एउटा इसाई परिवारमै जन्मे तापनि है, एउटा क्रिस्चियन फ्यामिलीमा जन्मे तापनि, इभन एउटा पास्टर, मेरो बुवा आमा पास्टरीय सेवाकाई गरे तापनि, पास्टरहरूको अधीनमा है हुर्के तापनि, जब जवानी चढ्दै जान्छ नि होइन, टिनेज चढ्दै जान्छ, त्यसपछि जवान अलि हुँदै गइन्छ नि होइन, 18, 19 वर्ष, 16, 17 वर्ष बिग्रिने चाहिँ दोहोरो बानी आउने रहेछ हामी जवानहरूलाई विशेष गरी है। जो पनि लगभग धेरै जसो है जवानहरू चाहिँ बिग्रिने समय त्यति बेला रहेछ होइन। पढ्ने अलि त्यसपछि अनि बल बढी खेल्ने होइन, बल बढी खेल्ने, भलिबल चाहिँ अलिक बढी खेल्ने। अहिले चाहिँ अब सक्दैन, गाह्रो हुन्छ। अस्ति एक दिन खेल्न गएको, यहाँ जम्मै यो तानिएर पेटै तानिएर यहाँ यस्तो गाह्रो भयो कि है, अहिले खेल्न सक्दैन। त्यति बेला अलिक खेल्ने, अनि स्कुलमा 11, 12 पढ्दाखेरि अलि राम्रो सर्ट हान्ने के स्कुलभरि नै होइन। अनि त्यसपछि के भयो भनेपछि अब अलि राम्रो खेल्ने भएपछि घमण्ड पनि आउने रहेछ, आफू खेलिन्छ होइन, अरूलाई त कहाँ गनिन्छ, हानेर भए पनि निकालिन्छ भन्ने हुने रहेछ। गाली गरेर भए पनि, अझ क्याप्टेन भएपछि त झन् गाली गरेर भए पनि, थर्काएर भए पनि होइन, उनीहरूलाई त्यो गरिन्छ भन्ने हुने रहेछ। इभन मेरो साथीहरूलाई थाहा थियो यो क्रिस्चियन हो, यो चर्चमा जान्छ, यो चर्चमै बस्छ है। तर थाहा छ जब अरू साथीहरूले गेम बिगार्थे नि, म यस्तो मजाले गाली दिन्थेँ नि है, त्यति बेला मजाले गाली दिन्थेँ नि, सबै पिच्छे फोहोर बोली है,
सजिलो भाषामा भन्नुपर्दा फोहोर बोली शब्दै पछि है। इभन त्यति बेला मलाई डर लाग्थेन। हाम्रो अफिसकै अगाडि ग्राउन्डहरू हुन्थ्यो। ब्रेकको टाइममा सबै टिचरहरू अफिसमा हुन्थेन। जेसुकै होस् न, के वाल भएर टिचरकै अगाडि सब केटाहरूलाई रफोल्डमा थर्काउने। अनि त्यसपछि टिचरहरू हाम्रै आफन्तहरू कतिजना हुनुहुन्थ्यो। त्यसपछि उहाँहरू चाहिँ गएर बुवालाई कम्प्लेन गर्ने, बुवा आमालाई है तपाईँको छोरा त यस्तो छ, सबलाई त्यहाँ रफोल्डमा थर्काउँछ भनेर कम्प्लेन दिने है। सुध्रिएन त्यति बेला। अनि त्यसपछि साथीको सङ्गतमा लैमा लागेर के भयो त, कहिलेकाहीँ खासमा यो बियर भन्ने कुरा के हो भन्ने मलाई थाहा थिएन। पहिलो कुरा त सुरुमा नखाँदाखेरि क्यान बियर हुने रहेछ, क्यान जुस हुने रहेछ। फिल्म हेर्दा केटाहरूले आफ्नो लागि क्यान बियर ल्याएर रहेछन्, मैले कहिले खाएको थिएन। अनि त्यसपछि मलाई क्यान जुस, म त स्वाट्ट खाइहालेँ। त्यसपछि मेरो सकिहाल्यो। उनीहरूको त हिती पनि सकेको छैन क्या, के गर्छन् भन्छु म होइन। अलिक छिटो खाऊ न भन्छु होइन, खाँदैनन्। ला खान त तेरो सक्यो भनेर दियो, अब खाइ त हाल्यो जुस सम्झेर। गयो भित्र, अब तितो लाग्यो, थुकु भने नमिल्ने, फिल्म हेर्दैछु निलु भने नसक्ने, जबरजस्ती निले। अनि त्यसपछि केटाहरूको बानी के हुन्छ भनेपछि जहिले पनि सिकाउँदा खुलाउँछन्। केटाहरूको बानी चाहिँ हो के राम्रो है, सिकाउने बेलामा चाहिँ जति पनि खुलाउँछन् होइन, जति पनि खुलाउँछन्। कहाँबाट हुन्छ कसरी हुन्छ खुलाउँछन्, बिगार्नलाई है, बिगार्नलाई खुलाउँछन् टनाटन। अनि त्यसपछि बिग्रिसकेपछि अनि त्यसपछि यताबाट खुला हुन्छ, उताबाट खुला हुन्छ है। नखाएको होइन, खायो। जब परमेश्वरलाई मैले सही तरिकाले चिने, त्यो सँगै खाएको साथी, त्यो सँगै फोहोर बोलेको साथी अहिले मेरो जीवनलाई देख्छन्। त्यति बेला त क्रिस्चियन भनेर चिनेकै हुन् त उनीहरू है, क्रिस्चियन भएर पनि खान्छ भनेर उनीहरूलाई थाहा छ त है। जब मेरो जीवनमा मैले परमेश्वरलाई सही तरिकाले ग्रहण गरेँ, असल तरिकाले चिने, अहिले त्यो साथीहरूले के भन्छन् थाहा छ? आफू खाँदैन हामीलाई खा भन्छन्। अहिले केटाहरू उनीहरू खान्छन्, नखाने होइन, अझ पनि खान्छन्। म खुलाइदिउँला नि, ल किनिदिउँला नि भने पनि आफू चाहिँ सुध्रिने, हामीलाई चाहिँ बिगार्ने, हामी खाँदैनौँ भन्छन् होइन। अहिले के भन्छन् त्यो साथीहरूले भेट्दा, यो शब्दै पछि फोहोर बोल्ने, गाली दिने हामीलाई, यसकोबाट अहिले एउटा शब्द पनि फोहोर आउँदैन मुखबाट। त्यो तारिफको मण्डली हामी बन्नुपर्छ। तपाईँ र मेरो जीवनलाई चाहिँ तारिफ गर्ने मण्डली हामी बन्नुपर्छ। जसरी यहाँ सारैको तारिफ कसले गरे त है, फारोको अगाडि त्यहाँ अधिकारीहरूले तारिफ गरेका छन् है, प्रेमण्डली तारिफ गरेका छन् फारोको अगाडि। ओहो यति सुन्दरी छ त्यो फारो, साराई है, फारोको अगाडि साराईको तारिफ गरेको नि त होइन, यति सुन्दरी छ। आज तपाईँ र मेरो तारिफ पनि अरू व्यक्तिले, जो चाहिँ ख्रिस्टलाई पनि चिनेका छैनन्, ती व्यक्तिले पनि हाम्रो तारिफ गर्नुपर्छ। आज हाम्रो तारिफ हामी आफैले गरेर मात्र हुँदैन, हाम्रो तारिफ कसले गर्नुपर्छ त है। पहिलो कुरा चाहिँ हामी हेऱ्यौँ भने, पहिलो कुरा चाहिँ परमेश्वरले पनि तारिफ गर्ने हुनुपर्छ हामी है। जब हामी अयुबको पुस्तक पढ्छौँ नि है, जब अयुबको पुस्तक हामी त्यहाँ पढ्छौँ पहिलो अध्यायमै, अनि शैतान घुमफिर गर्दै अनि स्वर्गमा जान्छ। अनि त्यसपछि परमेश्वरले शैतानलाई प्रश्न गर्छ, तैँले मेरो दास अयुबलाई देखिस् भनेर त्यहाँ तारिफ गर्नुहुन्छ, अयुबको तारिफ गर्नुहुन्छ है। तपाईँ र म मण्डली हौ, तपाईँको र मेरो तारिफ पनि परमेश्वरले गर्नुपर्छ है। दाउदको तारिफ परमेश्वरले गर्नुभयो हो कि न? के भन्नुभयो त? दाउद चाहिँ मेरो हृदयको नजिकको मानिस हो, त्यसरी तारिफ गर्नुभएको छ दाउदको तारिफ। आज तपाईँको र मेरो पनि तारिफको योग्यको मण्डली हामी बन्नुपर्छ। समाजले त गर्छ नै गर्छ, जब हामी हाम्रो तारिफ परमेश्वरले गर्नुहुन्छ नि, आज हाम्रो मण्डली परिवारले, हाम्रो परिवारले, हाम्रो समाजले तारिफ गर्ने नै गर्नेछ है। पहिलो कुरा चाहिँ हामी परमेश्वरको तारिफ योग्यको मण्डली हामी बन्नुपर्छ। दोस्रो चाहिँ मण्डली परिवारले पनि तारिफ गर्ने हुनुपर्छ। यहीँ बसेको हाम्रो मण्डली परिवारले पनि तारिफ गर्नु पर्यो नि त होइन। यताको छेउको साथीले भन्छ, यो त कस्तो साथी है, मिल्दैन। तारिफ त गर्यो नि होइन, राम्रो कुराको लागि गर्यो, गरेन
हामी एकअर्का परिवारले पनि असल कुराको लागि हामी मण्डली तारिफ योग्यको हुनुपर्छ है। सबैजना तारिफ योग्य। ओहो फलानु विश्वासी कति असल हुनुहुन्छ, प्रार्थनामा असल हुनुहुन्छ, सङ्गतिमा असल हुनुहुन्छ, प्रेममा असल हुनुहुन्छ, सुसमाचारमा असल हुनुहुन्छ हैन। मण्डली परिवारले पनि तारिफ गर्ने योग्यका हामी हुनुपर्छ दोस्रोमा। अनि तेस्रोमा चाहिँ परिवारले पनि हाम्रो तारिफ गर्ने हामी हुनुपर्छ। हाम्रो परिवारले यहाँ हेरौँ त, जब हामी यो 11 पद पढ्यौँ नि, साराईलाई कसले तारिफ गरेको छन्? पहिलो त अब्राहम आफैले तारिफ गरेका छन्, हो कि होइन? सुन्दरी छेउ भनेर तारिफ गरेका छ कि छैन त्यहाँ है? हाम्रो परिवारले पनि हामी मण्डली चाहिँ तारिफ योग्यका हुनुपर्छ होला। हाम्रो मण्डली परिवार सबै विश्वास नगरेको होला नि, ठिक छ, तर आज विश्वास नगरे तापनि है मेरो श्रीमान, मेरो छोरा, मेरो छोरी चर्च गएर एकदम असल भएको छ, राम्रो भएको छ भनेर त्यो तारिफको योग्यका मण्डली आज हामी बन्नुपर्छ। आमेन। चौथोमा चाहिँ हामी हेर्छौँ भने समाजले पनि हाम्रो तारिफ गर्नुपर्छ। हामी यो सँगसँगैको हामी केही समय अगाडि हामी सँगसँगै भन्ने एउटा तालिममा गएका थियौँ है। त्यहाँ एकजना पास्टरज्यूले आफ्नो चर्चको गवाही दिँदै हुनुहुन्थ्यो है। केही समस्या पर्यो भने त्यो चर्चलाई हेला गर्ने होइनन्, तर त्यहाँको वडाहरूले पनि के गर्छ त, त्यो चर्चलाई नै सपोर्ट गर्छ। त्यहाँ छिमेकीहरूले विरोध गर्दा त्यो चर्चलाई सपोर्ट गर्छ है। त्यस्तो तारिफ आज पाएका छन् समाजको अगाडि। इभन हाम्रो मण्डली पनि है त्यो तारिफ योग्यका मण्डली हामी बनेका छौँ है। एक समय आएको थियो यहाँ है, चर्चहरूलाई टार्गेट गरेका थिए, तर आज हाम्रो सुरक्षा है, यहाँ प्रहरीहरू आएर पुरै यहाँ हामी बस्छौँ भनेर उनीहरूले सुरक्षाको लागि दिएका छन्। त्यस्तो मण्डली आज हामी बन्नुपर्छ। समाजले पनि हामी मण्डलीलाई तारिफ गर्ने योग्यका हामी बन्नुपर्छ। अहिले यो जेन्जी आन्दोलनपछि हामी हेर्छौँ भने है धेरै चौकीहरू जडे, विभिन्न कुराहरू भए। आज मण्डलीले ती कुराहरूमा बाइकहरूदेखि लिएर कलर गर्नेहरूदेखि लिएर कुर्सीहरूदेखि लिएर विभिन्न कुराहरू सहयोग गरेर आज मण्डलीहरू पनि तारिफ योग्यका बनेका छन्। त्यस्तो मण्डली आज तपाईँ र म पनि हुनुपर्छ। पहिलो त परमेश्वरले तारिफ गर्ने हुनु पर्यो, दोस्रो हाम्रो मण्डली परिवारले गर्नु पर्यो, तेस्रो हाम्रो परिवारले गर्नु पर्यो, चौथो हाम्रो समाजले पनि हाम्रो तारिफ गर्नुपर्छ। आज प्रिय मण्डली, तपाईँ र म कस्तो मण्डली छौँ? जब हामी यी दुईवटा भूमिका हामी निभाउँछौँ नि, तब आशिष पनि हाम्रो जीवनमा आउँछ के। जसरी साराईलाई यी कुराहरू देखे है, पहिलो कुरा त सुन्दर देखे, अनि त्यसपछि साराईको के गरे त तारिफ गरे है। त्यो कारणले यहाँ अब्राहमको भलो हुन गएको छ क्या फेरि है। हामी तलतिर पढ्यो भने के भन्छ त, अब्राहमले आशिष पाइरहेको छ त्यहाँ है। आज तपाईँ र म पनि परमेश्वरको अगाडि तारिफ योग्यको मण्डली जब हामी बन्यौँ भने है, जब हामी बन्छौँ भने परमेश्वरले आशिष पनि दिनुहुन्छ के। कसरी दिनुहुन्छ त है? जब हामी यहाँ पढ्यौँ भने त्यहाँ हामी पाउँछौँ है। 13 पदमा हामी हेरौँ त है। यहाँ 13 पदमा पहिलो आशिष पाएको छ के है। यहाँ 13 पदमा हामी हेऱ्यौँ भने यहाँ पाउँछौँ है। यहाँ चाहिँ लेखेको छ, म तिनकी बहिनी हुँ, तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ भनेको छ है। आज मण्डली जब हामी आत्मिक रूपमा हामी सुन्दर हुन्छौँ, आत्मिक रूपमा हामी तारिफ योग्यका हुन्छौँ भने आज तपाईँ र मेरो जीवनले गर्दा अरूको भलो हुन्छ। जसले ख्रिस्टलाई विश्वास गरेका छैनन्, जसले ख्रिस्टलाई चिनेका छैनन्, ती व्यक्तिहरूको भलो हुनेछ। यहाँ साराईको कारणले कसको भलो भयो त? अब्राहमको भयो, हो कि न? अब्राहमलाई कति भलो भयो नि त है। आशिष पनि कति आएको छ, कति आएको छ है। आत्मिक रूपमा उनीहरूलाई भलो हुनेछ। हामी जब सुन्दर बन्छौँ है, सुसमाचार प्रचारमा हामी सुन्दर बन्छौँ भने हामी अरूलाई सुसमाचार सुनाउँछौँ हैन, प्रभुलाई चिनाउँछौँ, प्रभुमाथि उनीहरूलाई ग्रहण गराउँछौँ हामीले। अनि उनीहरूको के हुनेछ त? आत्मिक रूपमा भलो हुनेछ। उनीहरू पनि आत्मिक रूपमा भलाइ
भलाइ गर्नेछ। त्यो आशिष तपाईँको र मेरो जीवनमा पनि आउनेछ। जब हामी सुन्दर बन्छौँ, हामी तारिफ योग्यका हुन्छौँ भने हामी भलो गर्ने काम गर्छौँ। अनि अर्को कुरा यसैमा हेऱ्यो भने त्यहाँ के भनेको छ त? तिम्रै कारण मेरो ज्यान जोगिनेछ। आमेन है, तिम्रै कारण ज्यान जोगिनेछ। शारीरिक रूपमा पनि के भयो त? आज जो चाहिँ हाम्रो मृत्युको अन्धकारमा, यो पापको दलदलमा होइन फसेको मानिसहरू है, उनीहरूको शरीरलाई पनि हामीले के गर्छौँ त? त्यो पापको दलदलबाट हामी निकाल्छौँ। अन्धकारबाट उनीहरूलाई कहाँ ल्याउँछौँ त? ज्योतितर्फ हामी लिएर आउँछौँ। पहिलो कुरो आत्मिक आशिष आयो, भलो। दोस्रो कुरो शारीरिक यहाँ ज्यान जोगिएर अब्राहमको भयो। अनि तेस्रो आशिष चाहिँ कसरी आएको छ त? जब 16 पद पढ्यो भने त्यहाँ पाउँछौँ है। 16 पद एकचोटि पढौँ ल है। 16 पदमा हामी यहाँ हेऱ्यौँ भने त्यहाँ हामी पाउँछौँ। 16 पदमा, तिनको खातिर फारोले अब्राहमसँग राम्रो व्यवहार गरे र अब्राहमलाई भेडा, गाईबस्तु, कमारा कमारी, गधा र ऊँटहरू दिए। आमेन। हेर्नुहोस् त, आत्मिक आशिष पनि पायो, शारीरिक आशिष पनि पायो। किनकि यदि मेरो पत्नी हो भनेको भए फारो राजाले के गर्थे त्यहाँ अब्राहमलाई? होइन, राम्रै छ, साह्रै हो कि न? छ कि छैन? अत्यन्त सुन्दरी छ। अब्राहमको र राजाको अगाडि अब चाहिँ राजाको तरवार थुतेर सिधै होइन, एउटा सजिलो भाषामा भन्नुपर्दा 6 इन्ची घटाइदिन्थ्यो होइन, चट्टै पारिदिन्थ्यो है। ज्यान जोग्यो नि त साराईको कारणले। आत्मिक रूपमा पनि आशिष पायो, शारीरिक रूपमा पनि आशिष पायो, अब भौतिक रूपमा पनि आशिष पाउँदैछ अब्राहम है। कस्तो आशिष त यहाँ हेरौँ त? अब्राहमलाई भेडा, गाईबस्तु, कमारा कमारी, गधा र ऊँटहरू दिए, प्रशस्तता दिए भनेको छ। अब्राहम जब आफ्नो देशबाट निस्कदा, जब अब्राहमले आफ्नो सबै कुराहरू छोड्दा होइन, आफ्नो सबै कुराहरू त लिएर आउनु सक्दैन नि त होइन। ऊ त एउटा यात्री जस्तै है, खाली हिँडिरहेका थिए। जब मिश्रमा आए, ती सबै कुराहरू दिए। परमेश्वरले दिलाउनु भयो, फारोद्वारा दिलाउनु भयो। आज प्रिय मण्डली, जब हामी पनि सुन्दर बन्छौँ, जब हामी तारिफ योग्यका बन्छौँ भने आज तपाईँको र मेरो कारणले हाम्रो परिवारमा, हाम्रो मण्डली परिवारमा, हाम्रो समाजमा पनि आत्मिकी होस् चाहे शारीरिकी होस् चाहे भौतिक आशिष किन नहोस्, परमेश्वरले तपाईँ र मलाई दिनुहुन्छ। त्यसको लागि चाहिँ है, यो आशिष पाउनको लागि चाहिँ पहिलो कुरा त हामी कस्तो हुनु पर्यो? सुन्दर हुनु पर्यो सबै कुरामा है। तारिफ योग्यका हुनु पर्यो है, नराम्रो तारिफ होइन, तर कस्तो तारिफ? असल तारिफ योग्यका हामी हुनुपर्छ मण्डली। आज हामी कस्तो भन्दैछौँ? हामीले कसरी आफ्नो भूमिकाहरू निभाइरहेका छौँ है? त्यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ। हामी मण्डली भन्छौँ, हामी एकअर्का, हामी यहाँ सबै जतिजना उपस्थित छौँ, हामी ख्रिस्टका, हामी रगतले किनिएका व्यक्तिहरू भन्छौँ भने के आज साँच्चै नै तपाईँको र मेरो तारिफ परमेश्वरले गर्न योग्यको हामीले काम गरेका छौँ? के आज तपाईँ र मेरो जीवनलाई देखेर अरू व्यक्तिले ओहो यो मण्डली गएर अति सुन्दर भएको छ, यसको व्यवहारमा, यसको बोली वचनमा, यसको सबै कुराहरूमा, हाउभाउमादेखि लिएर हरेक कुराहरूमा यो चाहिँ सुन्दर भएको छ, कि आज तपाईँको र मेरो जीवनलाई देखेर अरूले तारिफ गरेका छन्? यदि छैनन् भने आजैदेखि हामी यो कुरालाई महसुस गरौँ कि हामी चाहिँ मण्डली हौँ। पहिलो कुरो त यो कुरालाई हामी बुझौँ है, कि हामी चाहिँ ख्रिस्टको रगतले किनिएको मण्डलीहरू हौ। हाम्रो भूमिका भनेको यो हो कि हामी चाहिँ सुन्दर बन्नुपर्छ हरेक कुरामा। मैले अघि भने नि, अतिथि सत्कार होस्, दया देखाउने कुरा होस्, चाहे हरेक कुरा होस् है, सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ प्रेम, सुसमाचार प्रचार र सङ्गति र प्रार्थनामा चाहिँ हामी सुन्दर हुनुपर्छ भनेर मैले भन्दै थिएँ है। त्यो कुरामा चाहिँ आज हामी मण्डली परिवार सुन्दर हुनुपर्छ। दोस्रो कुरा चाहिँ हामी मण्डली कस्तो हुनु पर्यो त?
अरूले पनि हाम्रो तारिफ गर्ने हुनुपर्छ। यो होइन कि त्यो त चर्च गएर पनि त्यस्तै हो छ्या भन्ने नहोस् के, तर हामी मण्डली कस्तो हुनु पर्थ्यो, वाउ भन्ने हुनु पर्यो है। हामी आफै विचार गरौँ हामी कस्तो छौँ। के साँच्चै नै आज हाम्रो जीवनलाई देखेर अरूले यो मण्डली गएर सुन्दर भएको छ, यो असल भएको छ, यसको सबै कुराहरू यसले त्यागेर यो सुध्रिएको छ भनेर तारिफ गरेका छन् कि छैन? यदि छैनन् भने हामी आफैले आफ्नो जीवनलाई विचार गर्नुपर्छ, निहाल्नुपर्छ म कस्तो रहेछु त। आफैलाई विचार गरौँ यो समय एकचोटि, म कस्तो छु? के साँच्चै नै म सुन्दर छु त? मेरो तारिफ गर्छन् होला त मेरै मण्डली परिवारले, मेरै घर परिवारले तारिफ गर्छन् त? विचार गरौँ त एकचोटि। यदि गरेका छैनन् भने हामीमा पक्कै पनि त्यहाँ सुन्दर बनाउनु पर्ने ठाउँहरू रहेछ भनेर हामी बुझ्नु पर्यो। यदि तपाईँको र मेरो तारिफ मेरै परिवारले है, मेरै श्रीमानले, मेरै श्रीमतीले, मेरै छोराछोरीले, मेरो इष्टमित्रहरूले, मेरो दाजुभाइहरूले तारिफ गर्दैन भने विचार गर्नु चाहिँ पर्ने रहेछ है। हामी मण्डली त भन्छौँ, मण्डली त गएको छौँ होइन, शनिबार सधैँ 2 घन्टा होइन, कतिपटक जबरजस्ती भयो भने हामी बसेका छौँ होइन, तर यदि त्यो कुराहरू हाम्रो जीवनमा देखेका छैनन् भने हामी विचार गर्नुपर्छ हामीमा के कुराहरू सुधार्नु पर्ने रहेछ। त्यो कुराहरू त्यहाँ हामी पाउँछौँ। त्यसै कारण त्यो मण्डली यो समय हामी आफैले आफूलाई विचार, हामी परमेश्वरमा हामी समर्पण गरौँ, हामी प्रार्थनामा रहौँ यो समय र भनौँ परमेश्वरलाई म त मण्डली भन्छु, म त सधैँ शनिबार आउँछु सङ्गति, 2 घन्टा यहाँ बसिरहेको छु, सङ्गति आएकै छु, यो समयमा प्रार्थना गरेकै छु। त्यो मात्र हुँदैन, यदि मेरो जीवनमा केही कुराहरू छ भने यो समय पश्चाताप गरौँ हामी मण्डली। म आज्ञा पालन गरेको पो छ कि छैन? म आज विभिन्न कुराहरूमा फँसी पो रहेको छु कि? जुन कुरा मेरो पहिल्यैदेखिको बानी हो अनि त्यो कुरालाई मैले सुधार्नै सकेको छैन, त्यो कुरामा मेरो परिवारले पनि मलाई तारिफ गर्दैन, यो जस्ताको तस्तै भन्छ भने त्यो कुरालाई हामी परमेश्वरको अगाडि ल्याउँ। परमेश्वरमा सम्भव भन्ने कुरा केही पनि छैन, सबै कुरा सम्भव छ। उहाँले तपाईँ र मलाई शक्ति दिनुहुन्छ। हामी सुध्रिनु पर्ने कुरामा, हामी सुन्दर हुनुपर्ने कुरामा, हामी तारिफ गर्ने योग्यका हुनुपर्ने कुरामा उहाँले नै तपाईँ र मलाई सुन्दर बनाउनुहुन्छ, तारिफ गर्नुहुन्छ। केवल हामी हाम्रो सुन्दर नबन्न दिने कुराहरूलाई चाहिँ हामी यो समय पश्चाताप गरौँ र त्यागौँ। हामी प्रार्थना गरौँ। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। हालेलुया, हालेलुया। साँच्चै नै तपाईँ हाम्रो मालिक हुनुहुन्छ प्रभु। हामी तपाईँको रगतले किनिएका जातिहरू हौँ। तपाईँले आज हामीलाई मण्डली भन्नुभएको छ। साँच्चै नै परमेश्वर, हामी यो समय मण्डली त भन्छौँ, सङ्गति गएकै छु, 2 घन्टा म बसेकै छु, तर कति कुराहरू हुन्छ हाम्रो यस्तो जुन कुरा चाहिँ अझ पनि हामी त्याग्न सकिरहेका हुँदैनौँ, हामी छोड्न सकिरहेका हुँदैनौँ। अनि त्यो नछोडेको कारणले, त्यो नत्यागेको कारणले आज हाम्रो त तारिफ आज हाम्रो परिवारले पनि गर्दैन। मण्डली गएको छ, केही सुधारै भएको छैन, जस्ताको तस्तै छ भनेर आज हाम्रै परिवारले पनि कतिपटक भनिरहेको हुन्छ, कतिपटक हाम्रो मण्डली परिवारले भनिरहेको हुन्छ त्यो विश्वासी त कस्तो रहेछ, नमिल्छ न केही गर्छ। प्रभु, आज हामी त्यस्तो मण्डली बन्न चाहँदैनौँ। जति पनि कुराले हामीलाई त्यो तपाईँको तारिफ योग्यका हुनदेखि रोकिरहेका छन्, जति पनि हाम्रो जीवनमा समस्याहरू छन्, जुन कुराहरू छन् जसले आज हामीलाई सुन्दर बन्न दिँदैन, त्यो कुराहरू आज हामी
तपाईँको चरणमा लिएर आउँछौँ। आज हाम्रो व्यवहारले होला, हाम्रो चालचलनले होला, हाम्रो बानी व्यवहारले होला कतिपटक हामीलाई सुन्दर बन्न दिँदैन, तपाईँको तारिफ योग्यका बन्न दिँदैन, मण्डली परिवारको तारिफ योग्य बन्न दिँदैन, परिवारको तारिफ योग्य बन्न दिँदैन। प्रभु आज हामी त्यो कुरा सबै तपाईँको चरणमा लिएर आउँछौँ। हामीलाई क्षमा दिनुहोस् प्रभु। अबको दिनमा प्रभु हामीलाई तारिफ योग्यको मण्डली बनाउनुहोस् एक एकलाई। जब तपाईँले हामीलाई तारिफ गर्नुहुन्छ नि, अरू व्यक्तिहरूले पनि जब हाम्रो जीवनलाई देख्छन्, वाउ यो त कति असल मण्डली रहेछ, कति सुन्दर रहेछ भनेर आज हाम्रो जीवनलाई देख्छन् प्रभु, जसद्वारा आज ती व्यक्तिहरूको पनि भलो हुनेछ। त्यसको लागि पो प्रभु तपाईँले आज हामीलाई मण्डली भन्नुभएको छ र बनाउनु भएको छ प्रभु। धन्यवाद दिँदछौँ प्रभु यो समयको लागि। साँच्चै नै परमेश्वर पिता, हामीलाई तपाईँको वचन अनुसार जिउन र हिँड्न तपाईँले सहायता गर्नुभएको होस्। धन्यवाद दिन्छौँ प्रभु। अब बाँकी समय सबै तपाईँकै हातमा राख्दै माग्छौँ आशिषहरूले प्रेम गर्नुहुने प्रभु येशू ख्रीष्टको नाममा। आमेन। हुन्छ, धन्यवाद।